भन्दाखेरि परमेश्वरले अवलोकन गर्दाखेरि एउटा धनी व्यक्ति नुहालाई देखिन्छ है। एउटा आज्ञाकारी रूपमा तपाईँलाई मैले बाजेको है, हामीले झगडा गरेको दुश्मनको घरमा जहाँ भन्यो भने हामी जान सक्दैन है। नबोलेको व्यक्तिको घरमा जहाँ परमेश्वरले भन्यो भने हामी जान सक्दैन। बोल्दैन त्यसलाई गऱ्यो भने के सुनौ, अस्ति झगडा परेको छ है, त्योले मन परेको कुरा बोल्छ के जान्छ। हामीले परमेश्वरसँग है, परमेश्वरको शब्दलाई विश्वास गर्छ। तर परमेश्वरले तपाईँलाई मलाई त्यो तँसँग लडाइँ गर्ने दुश्मन साथी छ त्यसको घरमा गएर सुसमाचार सुना भनेर भन्यो भने चाहिँ नि तपाईँहरू जानुपर्छ। किनभने परमेश्वरले तपाईँलाई मलाई शब्द हालिदिनुहुन्छ। सुरुकै शब्दबाट त्यो व्यक्ति चेन्ज हुन्छ। हालेलुया। सुरुकै शब्दबाट त्यो व्यक्ति परिवर्तन हुन्छ। तर तपाईँहरू आफै चाहिँ अस्ति झगडा गरेको अब जानु पर्यो भने चाहिँ झन् ठुलो झगडा गर्नुपर्छ है। परमेश्वर जब पठाउनुहुन्छ नि तपाईँहरूले अवश्य त्यो पुरा काम हुन्छ है। परमेश्वरले योग्य व्यक्तिलाई होइन है, सही व्यक्तिलाई प्रयोग गर्नुहुन्छ। मानिसहरू धेरै योग्यको छन्, पढाइमा बोल्नुमा धेरै योग्य भएको व्यक्ति है, सुन्दरतामा एकदम राम्रो, बलमा एकदम बलवान, सबै कुरामा भरपूर्ण भएको व्यक्ति हेर्नुहुन्छ। परमेश्वरले चाहिँ काम गर्ने व्यक्ति हेर्नुहुन्छ है, काम गर्ने व्यक्ति हेर्नुहुन्छ, जाँदा जाँदै बाटोबाट फर्किने व्यक्ति हेर्नुहुन्छ। यो भएको कारणले गर्दाखेरि परमेश्वरले सही व्यक्तिलाई सुन्नु भएको छ अनि यो व्यक्तिहरूद्वारा तपाईँ र मैले परिवर्तन जीवन लिनुपर्छ। यो The Bible